सम्पूर्णमा नमस्कार। हजुरहरूलाई मेरो युट्युब च्यानल श्री बहादुर बुढा एबिएन मा स्वागत छ। सदा चाहिँ लोकसेवा सम्बन्धी सामग्री ल्याएर आज पनि उपस्थित भइसकेको छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। भिडियो मन पर्यो भने लाइक, शेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोला भन्दै आजको विषयवस्तुतिर प्रवेश गर्न गइरहेको छु। हामी आज नेपालको भूगोल पढ्दैछौँ। नेपालको भूगोलमा चाहिँ हामी के पढ्छौँ भन्दाखेरि भौगोलिक अवस्थिति र स्वरूप, किसिम र विशेषता पढ्छौँ। त्यसपछि प्राकृतिक स्रोतहरूको किसिम र विशेषताहरू पढ्छौँ अनि भौगोलिक विविधता र जनजीवन पढ्छौँ। त्यस्तै गरी हाम्रो भौगोलिक अवस्थितिमा जाउँ। भौगोलिक अवस्थिति यहाँ देख्न सक्नुहुन्छ। भौगोलिक अवस्थितिमा अक्षांश भनेको चाहिँ हाम्रो अक्षांश पढ्छौँ। अक्षांश यहाँ देख्न सक्नुहुन्छ। नेपाल चाहिँ 26 डिग्री 22 मिनट उत्तरी अक्षांशदेखि 30 डिग्री 27 मिनट उत्तरी अक्षांशसम्म चाहिँ फैलिएको छ। र त्यस्तै गरी देशान्तर चाहिँ 80 डिग्री 4 मिनट पूर्वी देशान्तरदेखि 88 डिग्री 12 मिनट पूर्वी देशान्तसम्म चाहिँ फैलिएर रहेको छ। नेपाल पृथ्वीको उत्तरी गोलार्ध र पूर्वी देशान्तरमा अवस्थित एक भूपरिवेष्टित मुलुक हो, जुन एसिया महादेशमा पर्दछ। हैन, यो त सबैलाई थाहा भएको कुरा हो। अब क्षेत्रफलतिर जाउँ। क्षेत्रफलतिर चाहिँ वृहत नेपाल भनेर चाहिँ त्यति बेला चाहिँ वृहत नेपालको क्षेत्रफल कति रहेको थियो भन्दाखेरि 2,04,917। वृहत नेपालको क्षेत्रफल कति रहेको थियो? 2,04,914 वर्ग किलोमिटर, 2,04,917 वर्ग किमी रहेको थियो। ब्रिटिस इस्ट इन्डिया कम्पनी को नेपालसँग युद्ध हुनु पूर्व है, यो जुन भारतमा चाहिँ इस्ट इन्डिया कम्पनीले चाहिँ कब्जा गरेको थियो। नेपालसँग युद्ध हुनु पूर्वको चाहिँ यो हाम्रो नेपालको क्षेत्रफल है, वृहत क्षेत्रफल फेरि पनि भन्छु 2,04,917 वर्ग किमी रहेको थियो। त्यस्तै गरी चाहिँ हालको नेपाल भनेर चाहिँ अब हालको हेर्नु त 1,48,181 174,181 वर्ग किमी 56827 वर्ग माइल, मतलब 56,227 वर्ग माइल रहेको थियो। विक्रम सम्वत 2036 सालमा घोषणा भएको है। यो चाहिँ 1,47,181 वर्ग किलोमिटर 56,827 वर्ग माइल क्षेत्रफल घोषणा चाहिँ विक्रम 2036 सालमा भएको थियो है। अनि अर्को हेर्न सक्छौँ हामी। अर्को चाहिँ नेपालले विश्वको कुल क्षेत्रफलको 0.3% ओगटेको। एसिया महादेशको चाहिँ 0.3% है। विश्वको 0.03%, एसिया महादेशको 0.3%। त्यसपछि पृथ्वीको स्थलीय भूभागको चाहिँ 0.1% भूभाग ओगटेको छ। क्षेत्रफलको दृष्टिकोणले नेपाल विश्वको कति त? क्षेत्रफलको दृष्टिकोणले विश्वको नेपाल 93 स्थानमा पर्दछ हैन। त्यस्तै गरेर क्षेत्रफलको आधारमा विश्वको सबैभन्दा ठुलो मुलुक रुसभन्दा नेपाल 116.35 गुणा सानो छ है। किमिया गाविय पश्चातको है, यो नेपाल क्षेत्रफलको आधारमा चीनभन्दा कति त 65 गुणा सानो र भारतभन्दा 22 गुणा सानो रहेको छ है। नेपालको चाहिँ कुल भूभागमध्ये 92.94% जमिन रहेको छ भने 7.06% पानीले ओगटेको छ है। हामी एकदम सामान्यबाट पढ्दैछौँ है। त्यसपछि सिमाना। नेपालको उत्तरी सिमाना तिब्बत, चीन र पूर्व, पश्चिम र दक्षिण भारतसँग जोडिएको छ। उत्तरमा तिब्बत, दक्षिणमा बिहार र उत्तर प्रदेश, पूर्वमा सिक्किम
र पश्चिम बङ्गाल है। अनि पश्चिममा चाहिँ उत्तराखण्ड। यो चाहिँ लोकसेवा आयोगको नासुलाई पनि सोधिसकेको प्रश्न हो है, तपाईँले याद गर्नुहोला। नेपालको सिमाना अन्तर्गत चाहिँ यो उत्तरतिर तिब्बतको स्वशासित क्षेत्र है, चिनको स्वशासित क्षेत्र तिब्बत रहेको छ। दक्षिणमा बिहार र उत्तर प्रदेश है, भारतको बिहार र उत्तर प्रदेश, र पूर्वमा चाहिँ भारतको सिक्किम र पश्चिम बङ्गाल रहेका छन्, र पश्चिममा चाहिँ उत्तराखण्ड पर्दछ है। अनि त्यसै गरी हाम्रो अब नेपालबाट तेस्रो नजिकको देश भनेर, नेपालबाट पहिलो भारत, दोस्रो चीन, तेस्रो नजिकको भनेर को त बङ्गलादेश है, जहाँ चाहिँ 27 वर्ग किमी मात्रै टाढा छ है नेपालभन्दा। चौथो भुटान, भुटान चाहिँ 32 वर्ग किलोमिटर। नेपालबाट नजिकको सार्क राजधानी चाहिँ थिम्पू भुटान हो भने यो चाहिँ 400 किमी चाहिँ टाढा है। टाढाको सार्क राजधानी मालदिप्स हो है, टाढाको सार्क राजधानी मालदिप्स, र नजिकको सार्क राजधानी थिम्पू। थिम्पू कति छ त नेपालदेखि 400 वर्ग किमी मात्रै टाढा छ है। त्यसपछि टाढाको राजधानी मालदिप्स चाहिँ नेपालभन्दा 2760 वर्ग किमी मात्रै टाढा छ। 2760 किमी चाहिँ मालदिप्स टाढा छ। मालदिप्स है, टाढाको राजधानी मालदिप्सको माले है, मालदिप्सको राजधानी माले चाहिँ 2760 किमी टाढा छ। अनि भुटानको थिम्पू चाहिँ 400 वर्ग किलोमिटर टाढा छ है। फेरि पनि नेपालबाट तेस्रो नजिकको देश भनेर बङ्गलादेश 27 किमी टाढा छ। चौथो चाहिँ भुटान 32 किमी टाढा छ है, तपाईँहरूले हेर्न सक्नुहुन्छ।